त्यस्तो पनि फेरि फ्लाइट हुन्छ? फेरि फ्लाइट त त्यसको चाहिँ सर्टन क्राइटेरिया छ, डेफिनेसनै छ त्यसको। फेरि फ्लाइट भने के हो भनेर, कस्तो मान्छे अनबोर्ड हुन्छ, कस्तो मान्छे हुन्न, कस्तो मान्छे राख्न पाइन्छ, कस्तो मान्छे राख्न पाइन्न। हुँदा 3 वर्षको बच्चा राख्थेछ। तर त्योभन्दा लापरवाही, त्योभन्दा हाँस्यजनक कुरा के हुनसक्छ? सिभिल एभिएसनको कति चाहिँ कस्तो हेराइ रहेछ त एभिएसन, मतलब एभिएसनप्रति। तर पनि त्यो बारेमा जुन सरकारले बनाएको थियो, जाँचबुझ आयोग बनाएको थियो, ती बच्चाहरूको बारेमा 19 जना त्यत्रो मान्छे मर्दा पनि त्यसको बारेमा केही पनि बोलेको छैन। दुर्भाग्य, मिल्नु म त भन्छु, म त कसरी नबोल्ने? मान्छे मरिरहेछ नबोल्ने? को पाइलटमाथि दोष लगाइदिएछ, जिउँदो पाइलटलाई के बाबा? त्यो रिपोर्ट एकचोटि मारिदिनुहोस् न। यो त इन्टरनेसनल च्यालेन्ज गर्न सकिन्छ यस्तो रिपोर्ट। साँच्चै मैले जोक गरेँ होइन। म त दिन्छु तपाईँ। अनि फेरि फ्लाइट उडिरहेछ, 3 वर्षको बच्चा भइरहेछ, त्यसलाई चाहिँ इग्नोर गर्न सकिन्छ? त्यो प्रतिवेदनमा एक शब्द लेखेको छैन। अनि त्यो पनि त्यस्तो पनि रिपोर्ट हुन्छ? त्यसलाई रिपोर्ट भन्नुहुन्छ तपाईँले? त्यो त कागज खोस्ट हो। त्यो कसले को त्यो रिपोर्ट लेख्ने? आई डोन्ट नो। को मान्छे होला त्यस्तो रिपोर्ट लेख्न सक्ने? द्याट इज रेकर्डेड। जसले पनि पढ्न सक्छ त्यस्तो त। अनि त्यस्तो अथोरिटीले त्यस्तो रिपोर्ट लेख्न मिल्छ? ओ माई गड, मैले के सुन्न पर्दैछ यो त? त्यही पनि हामी त्यो रिपोर्ट स्वीकार्नुपर्नेछ। कसरी स्वीकार्नु? च्यालेन्ज गर्नुहोस् त्यसलाई प्लिज। भोलि यस्ता कुराहरू नहुनलाई प्लिज च्यालेन्ज गर्नुहोस्। कसरी गर्न सकिन्छ? 3 वर्षको बच्चा मरिरहेछ जहाजमै, भित्र बसेर टेकअप गरेपछि ऊ पोखरा उड्न लागिरहेछ। आमा बाउसित त गएको होला नि, 3 वर्ष बच्चा एक्लै त गएन होला। अनि आमा बाउ कसरी गए? आर दे टेक्निकल स्टाफ? आर दे इम्प्लोइ अफ द्याट एयरलाइन्स? हु आर दे? इम्प्लोइ पनि पाइँदैन त्यो फेरि फ्लाइटमा चढ्नु। भनेपछि यसलाई त प्रहरीले सिधै पक्राउ गरेर सिधै अनुसन्धान गर्नु। तरिका यो त के पनि यो त अब के भन्ने? अब कस्तो कुरा भयो भनेपछि अब एउटा मान्छेले बन्दुक लिएर हिँडेको छ, 50 जना भटाभटा भुट्या छ, अनि यो त कहाँ के हो त यो भनेर एउटाले चाहिँ होइन मान्छेले मारे कि होइन, कारण आकाशबाट बन्दुक पड्क्यो भने जस्तो कुरा भयो कि यो त। आकाशबाट कहाँबाट बन्दुक आयो यो त कहिले हामी त केही पनि देखेनौँ। त्यस्तो पनि रिपोर्ट दिन्छ कहिले? भने म 3